नमस्ते, तपाईँलाई हाम्रो ब्याङ्कमा स्वागत छ। म आज तपाईँको के सहयोग गर्न सक्छु? नमस्ते, मैले भर्खरै पेमेन्ट गर्दा ट्रान्जेक्सन फेल भन्यो तर फोनमा पैसा काटेको एसएमएस आयो। मेम, तपाईँले पे गर्न कोसिस गर्दा ट्रान्जेक्सन फेल भनियो र तपाईँले पैसा पठाउनु भएको मान्छेले पनि पैसा पाउनु भएन अनि तपाईँको पैसा ब्याङ्क अकाउन्टबाट काटियो भनेर मेसेज आयो भन्नुभएको हो। हजुर हो। मेम, मलाई चेक गर्न हजुरलाई भेरिफाई गर्नुपर्छ। हजुरको फोनमा एउटा ओटिपी आएको छ, कृपया मलाई त्यो ओटिपी भनिदिनुहोस् न। हजुर ओटिपी 5718। धन्यवाद मेम, हाम्रो सिस्टममा तपाईँले 4000 रुपियाँको पेमेन्ट गर्नुभएको देखिएको छ। म यो चेक गरेर तपाईँको काटिएको पैसा रिफन्ड हुने कुरा यीबाट एउटा टिकट रेजिस्टर गरिदिन्छु। हजुर मेरो पैसा कहिलेसम्म फिर्ता आउँछ होला? मेम, तपाईँको पैसा 24 घन्टाभित्र रिफन्ड हुनेछ। ए यार। हुन्छ मेम, हाम्रो ब्याङ्कमा कल गर्नुभएकोमा धन्यवाद। तपाईँको दिन शुभ रहोस्।